हिजो तिम्रो बाप पक्राउ पर्दा पनि एक हप्ता रोइलो गरेकै हौ। आज हाम्रो बाप पक्राउ पर्दा पनि एक हप्ते रोइलो हुँदैछ होला। आखिर कानुनको नजरमा दोषी भएकाहरू हामीले केही भन्न पर्ने ठाउँ छैन। जेनजीका हत्यारालाई जोगाउन कुनै आन्दोलन गर्नु छैन, न सहकारी ठगलाई जोगाउनु छ। हुन त राजनीतिक प्रतिशोध भन्ने शब्द आएको छ जहाँ सत्यता के हो न कानुनले चिन्दछ न कानुनले बुझ्दछ। कस्तो अचम्म! सरकार फेरिएपछि अनेक हदगण्ड अपनाइन्छ, विरोधीलाई थुन्न राज्यको संयन्त्रको दुरुपयोग गरिन्छ।